एकजना मन्त्रीले राजीनामा दिनुभयो भन्ने खुब प्रचारबाजी छ। किन दिनुभयो अरे भन्दा प्रधानमन्त्रीले बसी खानै दिएन। मैले बनाएको मन्त्री, मैले काम लगाइराखेको छु, सहयोग गरिराखेको छु, सिकाइराखेको छु। उहाँले अस्ति भर्खर पनि अपरेसन गर्नुभयो, घाँटीको अलिक स्वास्थ्य पनि ठिक भएन। स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नु भएन भने अब त्यो सबै आजको अखबार हेर्नुपर्छ, सबैको हेडलाइन मेरा विरुद्ध। आश्चर्यको पनि अनौठो आश्चर्य लाग्छ, यस्तो दुश्मनी के कारणले हो? सबैले एकै ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्छन्। सल्लाह गरेर मानिलिउँ प्रस्ताव राखेर पारितै गरेर यही लेख्ने भनेर लेखे जस्तै सबैको टेलिफोन संवाद भएर योजनाबद्ध ढङ्गले लेखेका छन्। आजका पेपरहरूका हेडलाइन हेर्नु, सबैका सरकारले असहयोग गरेर कोही कोही ठाउँमा लेख्या होला, नत्र भने प्रधानमन्त्रीले असहयोग गरेर प्रधानमन्त्रीसँगको मतभेदबाट अनि धेरैलाई लागेको छ। कोही कोही नयाँ शक्तिहरूले त भनेछन् पनि शिक्षा मन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनु पर्थ्यो भनेर। प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गरेको छु त 15 महिनापछि आउँछ भनेर।